सबैलाई नमस्कार। म टेक्निकल हिमालको तर्फबाट आज मैले तपाईँहरूको लागि चाहिँ प्रश्न नम्बर 10 क ल्याएर आइसकेको छु। यो हाम्रो चाहिँ चक्रिय ब्याजको प्रश्न हो, चक्रिय ब्याजमा भएको प्रश्न हो, जुन प्रश्न नम्बर 10 कमा छ। अहिलेसम्म हामीले चाहिँ विभिन्न प्रश्नहरूको बारेमा चाहिँ छलफल गरेका थियौँ अथवा डिस्कस गरेका थियौँ, समाधान गरेका थियौँ। आज चाहिँ यो अलिक फरक किसिमको प्रश्न छ। कस्तो प्रश्न छ भन्दाखेरि चाहिँ चक्रिय ब्याजमा तपाईँको चाहिँ यहाँ के गरेको छ भन्दाखेरि चाहिँ चक्रिय ब्याज पनि दिएको छ, चक्रिय मिश्रधन पनि दिएको छ, मूलधन पनि दिएको छ, ब्याज दर दिएको छ। तर के निकाल्नु भनेको छ भन्दाखेरि यहाँ तपाईँहरूलाई समय निकाल्नु भनेको छ। अब समय कसरी निकाल्ने त होइन, समय निकाल्ने अस्ति ब्याज दर निकाल्ने कुरा हामीले निकाल्यौँ होइन, अनि त्यसपछि चक्रिय ब्याज निकाल्यौँ, अर्को चक्रिय मिश्रधन निकाल्यौँ। अब समय, यसपछि तपाईँहरूको टन्टा छ। समय निकालिसक्यो भन्दा पछाडि चाहिँ अरू तपाईँले चाहिँ अब निकाल्नै पर्दैन। यति मात्रै हो तपाईँको चक्रिय ब्याजमा त आउन सक्ने क्वेसन भनेको चक्रिय ब्याज, चक्रिय मिश्रधन, मूलधन निकाल भन्न सक्छ, समय निकाल भन्न सक्छ, ब्याज दर निकाल भन्न सक्छ। त्योभन्दा फरक केही पनि आउँदैन। अब यसमा तपाईँले घुमाएर यताउता गरेर चाहिँ अन्य प्रश्नहरू बनाएर आउन सक्छ, तर योभन्दा फरक प्रश्न आउनै सक्दैन है। ल अब के छ, कसरी निकाल्ने त समय भन्ने कुरा चाहिँ हामीले यहाँबाट हेरौँ। सबभन्दा पहिला म यहाँ चाहिँ के दिएको छ त त्यो हामीले हेर्नुपर्ने हुन्छ। सबभन्दा पहिला हामीलाई दिएको छ ब्याज दर। ब्याज दर कति दिएको छ? 10% दिएको छ। ब्याज दर 10% दिएको छ। मूलधन 1 लाख दिएको छ। मिश्रधन 1,21,000 दिएको छ। मिश्रधन कति दिएको छ? 1,21,000 दिएको छ। निकाल्नु पर्ने चाहिँ के छ? समय निकाल्नु पर्ने, टी निकाल्नु पर्ने छ। अब हामीले मैले अस्ति पनि यहाँभन्दा पहिलाको प्रश्नमा पनि भनिसकेको छु, यदि चक्रिय मिश्रधन दिएको छ भने हामीले सूत्र के लाउनु पर्ने हुन्छ? चक्रिय मिश्रधनकै सूत्र लाउनु पर्ने हुन्छ। यदि चक्रिय ब्याज दिएको छ भने चक्रिय ब्याजकै सूत्र लाउनु पर्ने हुन्छ। अब यहाँ हामीले चाहिँ के लाउनु पर्यो त भन्दाखेरि चाहिँ हामीलाई दिएको के छ? चक्रिय मिश्रधन दिएको छ, त्यही भएर हामीले सूत्र के लाउँछौँ? चक्रिय मिश्रधन लाउँछौँ, जसलाई हामी के भन्छ? कम्पाउन्डेबल भनेर भन्छौँ। कम्पाउन्डेबल अनुसारको फर्मुला चाहिँ के हो त हाम्रो? यो हो हाम्रो फर्मुला है, CA = P × 1 + R/100 का पावर T हो। तर यो के हो त? वार्षिक चक्रिय ब्याज अनुसार वार्षिक चक्रिय मिश्रधनको फर्मुला है। यो फेरि अर्धवार्षिकमा फरक हुन्छ, अर्धवार्षिकमा फरक हुन्छ, त्रैमासिकमा फरक हुन्छ। तर यो के हो त? वार्षिक चक्रिय मिश्रधनको सूत्र हो। अब त्यसपछि हामीले के चाहिँ गर्न सक्छौँ भन्दा अब हामीले केही पनि गर्न सक्दैनौँ भन्न खोजेको होइन है। भन्न खोजेको मतलब केही पनि गर्न सक्दैनौँ भन्न खोजेको मतलब त्यस्तो केही पनि होइन। हामीले के गर्नुपर्ने हुन्छ त? अब हामीले भ्यालु राख्नुपर्ने हुन्छ। एकजना साथीले राखिदिन्थ्यो भ्यालु पुटिङ एन्सर लुटिङ है। अब यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँहरूको चाहिँ अब जसमा सिए के त कति छ त? हाम्रो सिए छ तपाईँहरूको चाहिँ यहाँ 1,21,000, 1,21,000 आयो। पी कति छ? 1 लाख, 1 लाख आयो। त्यसपछि सूत्र के हो? 1 + 1 जस्ता प्लस आर हाम्रो 10% गयो अपन 100 का पावर टी। त्यसपछि अब हाम्रो के भयो त भन्दाखेरि चाहिँ हामीले यहाँभन्दा पहिला ब्याज दर निकाल्ने बेला पनि हामीले के गरेका थियौँ त? आरएचएसमा भएको पार्टलाई एलएचएसमा ल्याएर डिभाइड गरेका थियौँ। यसमा पनि हुन्छ त्यही भएर यो 1 लाखलाई यतातिर ल्याएर हामीले के गर्यौँ? डिभाइड गऱ्यौँ। त्यसपछि यतापट्टिको पार्ट 10 पाएको 10 यहाँ आएर बस्यो। त्यसपछि हामीले के गर्यौँ भन्दा यो आरएचएस एलएचएस पट्टिको पार्टलाई हामीले डिभाइड गऱ्यौँ। डिभाइड गरेपछि कति आयो हाम्रो? 1.21 आयो। 1.21 = यतापट्टि हामीले के गर्यौँ भन्दा 10लाई हामीले डिभाइड गऱ्यौँ, जसको भ्यालु कति आउँछ त? 0.1 आउँछ। त्यसपछि पावर टी जस्तो जस्तै भयो। अब त्यसपछि यहाँ के त 1.21 र अब यसलाई जोड्नु पर्यो। तर जोड्नुहोस् तपाईँहरूले 1 मा चाहिँ 0.1 जोड्दाखेरि के हुन्छ? 1.1 हुन्छ। 1.1 का पावर टी। अब आयो हाम्रो मेन मुद्दा यहाँनिर छ है। मेन मुद्दा यहाँ छ, कसरी निकाल्ने त समय। अब यहाँ हामीले चाहिँ यहाँबाट प्रोसेस युज गर्नुपर्ने हुन्छ, ब्याज दरमा जस्तै युज गर्नुपर्ने हुन्छ। अब यहाँ हामीले कसरी चाहिँ प्रोसेस युज गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको चाहिँ हामीले यहाँ क्यालकुलेटर युज गर्नुपर्ने हुन्छ। क्यालकुलेटरमा के हुन्छ भन्दाखेरि तपाईँहरूको चाहिँ यो आरएचएस पट्टिको भाग र एलएचएस पट्टिको भागको बेस सेम गर्नुपर्ने हुन्छ हामीले है। बेस सेम गर्नुपर्ने। यदि यहाँ 1.1 छ, यहाँ 1.21 छ भने यतापट्टि पनि के गर्नु पर्यो? हामीले 1.1 निकाल्नु पर्यो। 1.1 कसरी निकाल्ने त भन्दाखेरि सेम त्यही आज ब्याज दर निकाल्ने जस्तै गरेर स्क्वायर रुट पनि गर्न सक्नुहुन्छ। यदि स्क्वायर रुट गरेर आइहाल्यो भने स्क्वायर रुट गर्नुहोस्, होइन भने क्युब रुट गर्नुहोस्, होइन भने फोर्थ रुट गर्नुहोस्। एक न एकचोटि तपाईँहरूलाई आउँछ। मैले यसो तपाईँहरूको चाहिँ प्रिभियस क्वेसन्सहरू पल्टाएर हेरेको छु, तर तपाईँहरूलाई टाइम निकाल भनेर चाहिँ फोर्थ अथवा म्याक्सिमममा ल धेरैमा धेरै माथि तपाईँको 4 वर्षको सोधेको छ जस्तो लाग्छ। त्योभन्दा माथिको क्वेसन सोध्दैन तपाईँहरूलाई। सोध्यो भने मिनिमम 1 वर्ष, 2 वर्ष, 3 वर्ष समय आउने गरी चाहिँ तपाईँहरूले प्रश्न सोध्न सक्छ है। त्यही भएर चाहिँ तपाईँहरूले के त क्युब रुट गर्नुहोस् है। अब त्यहाँ तपाईँहरूको चाहिँ यदि चाहिँ 1 वर्ष हो भने त डाइरेक्ट नै आइहाल्छ तपाईँहरूको, यो र यो जोड्दाखेरि डाइरेक्ट आइहाल्छ। तर 1 वर्ष होइन भने तपाईँको स्क्वायर गर्नुहोस्, स्क्वायर रुट गर्नुहोस्, तपाईँहरूको यहाँ आउँछ। त्यसपछि 2 वर्ष होइन भने 3 क्युब रुट गर्नुहोस्, तपाईँको यहाँ आउँछ। अनि 3 वर्ष पनि होइन भने 4 वर्ष हो भने चाहिँ तपाईँले फोर्थ रुट गर्नुहोस्, तपाईँको एन्सर आउँछ। अब हेर्नुहोस् है, यहाँ तपाईँको 1.1 छ, यहाँ 1.21 छ। त्यसो भए टी बराबर 1 वर्ष हुने चान्सै छैन। किन भन्दा यसको पावर 1, यसको पावर टी
होइन। तर बेस के छ त फरक छ, त्यही भएर बेस फरक गयो भने त हामीले पावर सेम गर्न त पाउँदैन होइन, त्यही भएर त्यसो हुँदैन। त्यसपछि अब पावरलाई हामीले इक्वल गर्नु मिल्दैन। अब त्यसपछि चाहिँ हाम्रो के छ भन्दाखेरि अब हामीले के गर्यो स्क्वायर गर्यो, स्क्वायर गर्दाखेरि के त 1.1 को स्क्वायर आयो। ल यहाँ के आयो त हाम्रो 1.1 स्क्वायर गर्दा स्क्वायर रुट गर्दा कति आयो हाम्रो 1.1। हाम्रो बेसमा यहाँ के छ 1.1, ल मिल्यो। 1.1 को चाहिँ पावर चाहिँ स्क्वायर आयो, त्यसपछि 1.1 को पावर टी। अब त्यसपछि हामीले के गर्नु पर्छ, बेस सेम भयो भने के हुन्छ पावर इक्वल टु हुन्छ होइन। त्यही भएर चाहिँ बेस सेम भएर पावर इक्वल टु हुन्छ, त्यही भएर टी इक्वल टु कति भयो 2, त्यही भएर टी बराबर 2 बन्छ। यसरी हामीले के गर्न सक्छौँ त समय निकाल्न सक्छौँ।